टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ। कोरोना कारण प्रदेश 1 मा एकजनाको ज्यान गयो। वीरगञ्जमा स्वास्थ्य कर्मीलाई संक्रमण सम्बन्धी प्रसङ्गबाट। कोरोनाको कारण प्रदेश 1 मा एकजनाको ज्यान गएको छ। प्रदेश 1 भित्रकै नागरिकको ज्यान गएको यो पहिलो हो। हिजो पोजिटिभ रिपोर्ट आएका मोरङको सुनवर्सी नगरपालिका 8 सिक्टीका 45 वर्षीय पुरुषको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको हो। पुरुष 2 महिना अघि सुनवर्सीको क्वारेन्टाइनमा बसेका र पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको सुनवर्सी नगरपालिका जनस्वास्थ्य प्रमुख किशोर मण्डलले जानकारी दिनुभयो। यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै प्रदेश 2 का 70 र 69 गरी 2 जनाको ज्यान गएको थियो। वीरगञ्जमा गरिएको परीक्षणमा थप 17 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा 4 स्वास्थ्यकर्मी सहित 17 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। हिजो बेलुका आएको परीक्षणको नतिजा अनुसार नारायणी अस्पतालमा कार्यरत 4 जना स्वास्थ्यकर्मीमा पनि संक्रमण पाएको अस्पतालका मेडिकल सुप्रिन्टेन्डेन्ट मदन उपाध्यायले जानकारी दिनुभयो। 4 महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन्। कोभिड-19 संक्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन्। सरकारले साउन 15 गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालनको अनुमति दिएपछि नेपालको होटल खुला छ भने सन्देश दिने उद्देश्यसहित होटल सञ्चालन हुन लागेको होटल एसोसिएसन अफ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिए। होटल सञ्चालनमा ल्याए पनि यो अवस्थामा ठूलो सङ्ख्यामा पर्यटन आउने देखिँदैन। उनले भने यद्यपि सरकारले अनुमति दिएको अवस्थामा नेपालको होटल बन्द छैन भने सन्देश राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा दिन पनि सञ्चालन गर्दछौ। होटल सञ्चालनमा ठूलो खर्च लाग्ने तर त्यस अनुसार ग्राहकको सम्भावना नभएकाले सबै सेवा दिएर सञ्चालनमा ल्याउन समस्या हुने व्यवसायीको भनाइ छ। आज साउन 15 अर्थात् खीर खाने दिन। असार 15 मा दही चुरा खाएको ठिक 1 महिनापछि साउन 15 मा खीर खाने चलन रहँदै आएको छ। विज्ञहरूले खीरलाई सांस्कृतिक पर्वको परिकारसँगै औषधि युग खानेकुराको रूपमा समेत अर्थ्याउने गरेका छन्। मानिसमा रोगसँग लड्ने क्षमता बढाउनमा खीर उपयोगी भएको मानिन्छ भने गोठ धूप देव र पितृ कार्यमा पनि खीर पाक्ने हुँदा यसको सांस्कृतिक महत्त्व समेत रहँदै आएको छ। रूपमा पनि खीरलाई पवित्र भोजन मानिन्छ। खीरमा लौंग, घिउ, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राखेर बनाउँदा यसमा औषधीय गुण हुने विज्ञहरू बताउँछन्। विराटनगरमा काठमाडौँका लागि छुटेको मालवाहक कन्टेनर इच्छाकामना गाउँपालिका 5 नागदी खोला नजिकबाट त्रिशुली नदीमा खसेर आज बिहान बेपत्ता भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना 3 ख 8987 नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना 6 ख 5687 नम्बरको ट्रक एक आपसमा सो स्थानमा ठक्कर खाँदा बिहानै पौने 9 बजेतिर कन्टेनर त्रिशुली नदीमा खसेको हो। गाडीका चालक सिन्धुलीपाल्चोक बाहविसे 3 का 35 वर्षीय राजेन्द्र बस्नेत हाम फालेर बाँच्न सफल भएका छन् भने गाडी पूर्ण रूपमा त्रिशुलीमा डुबेको इलाका प्रहरी कार्यालय मुंगलिङले जनाएको छ। बस्नेत सामान्य घाइते भएका छन्। प्रहरीका अनुसार उनको हाइवे हस्पिटल मुंगलीमा उपचार भइरहेको छ। कन्टेनरमा भाट भेटनी सुपरमार्केटको सामान रहेको जनाएको छ।
एमाले र माओवादी गठबन्धन मिलेर चुनाव जितेपछि केपी ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने भयो। तर माओवादीले मन्त्री परिषदमा जाने सदस्यको नाम दिएन। केपी ओली र पुष्पकमल दाहाल प्रचण्डका बीच पार्टी एकताको सहमति भयो, तर नेतृत्वमा कुरा मिलेन। यसैले तत्काल माओवादीले मन्त्रीमा नाम पठाएन। तत्काल चुनावी परिणाम हेरेर केही ओली अध्यक्ष र प्रचण्डलाई सह अध्यक्ष राख्ने तयारी थियो, तर प्रचण्डले मानेन र 2 जना अध्यक्ष रहने सहमति भयो। नेतृत्वको कुरा मिलेपछि बल्ल नीतिको बारेमा बहस भयो, तर महाधिवेशनसम्म जनताको बहुल्य जनवाद वा जनताको जनवाद दुवै सिद्धान्त स्थगित राख्ने सहमति भयो। पार्टी चल्ने भनेकै नीति र विधिले हो, तर नेकपामा 2 वर्षदेखि थाती रहेको यो विषय अहिले पनि टुङ्गो लाग्न सकेको छैन। केही दिन यता पानी पर्ने तरिका फेरिँदै गएको मौसमविदले बताएका छन्। मनसुनी सक्रिय भएकाले अस्तिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ, तर कतै नजिकै ठुलो पानी परे पनि नजिकै अर्का ठाउँमा पानी नपर्ने क्रम बढेको मौसम पूर्वानुमान महाशाखा मौसमविद मीन कुमार आर्यालले जानकारी दिनुभयो। सामान्यतः मनसुनमा देशभरि नै फेलिए पानी पर्नुपर्ने भए पनि अस्तिदेखि कुनै निश्चित ठाउँमा ठुलो पानी पर्ने र नजिकै अर्को ठाउँमा भने पानी नपर्ने गरेको पाएको उहाँले बताउनुभयो। पानी पर्ने तरिका फेरिँदा बाढी पहिरोको जोखिम झनै बढेको उहाँको भनाइ छ। नेपालमा पानी पर्ने मनसुनी न्यूनचापीय रेखा पूर्वमा नजिकै रहेको र पश्चिममा अलि पर सर्ने क्रममा रहेकाले आज पश्चिमको तुलनामा पूर्वमा धेरै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर बेलुकादेखि हिजो अस्तिको भन्दा कम पानी पर्ने सम्भावना रहेको मौसमविद अर्यालले बताउनुभयो। आज प्रदेश 5 र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश 1 बागमती प्रदेश र गण्डकी प्रदेशका 1-2 ठाउँमा ठुलो पानी पर्ने सम्भावना छ। अरू ठाउँमा पनि हल्कादेखि मध्यम खालको पानी पर्ने महाशाखाले जनाएको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतमा कोरोना संक्रमित धेरै भएका क्षेत्र बाहेकका ठाउँमा लकडाउन खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ। चरणबद्ध रूपमा लकडाउन खुकुलो पार्दै गरेको भारत सरकारले अब संक्रमित धेरै भएका क्षेत्रमा 31 अगस्त अर्थात् भदौ 15 गतेसम्म नै लकडाउन लम्ब्याउने, तर संक्रमित कम भएका ठाउँमा खुकुलो पार्दै लैजाने निर्णय गरेको हो, जस अनुसार अब रात्रिकालीन कर्फ्यू हटाउने निर्णय भएको छ। यस्तै जिम र योग संस्था खोल्ने निर्णय भएको छ, तर अझै पनि ठुलो सङ्ख्यामा जमघट गर्न प्रतिबन्ध छ। शिक्षण संस्था, सिनेमा हल, स्विमिङ पुल, मनोरञ्जन पार्क, बार लगायत जमघट हुने ठाउँ अगस्त 31 तारिकसम्मै बन्द हुनेछन्। त्यहाँको गृह मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई यात्रा सीमित गर्ने निर्णय पनि गरेको छ। राजनीतिक, सामाजिक, खेलकुद, मनोरञ्जन, सांस्कृतिक र धार्मिक समारोह भने अगस्त 31 सम्म गर्न पाइने छैन। भारतमा दैनिक जसो 50,000को सङ्ख्यामा नयाँ सङ्क्रमित भेटिन थालेका छन् भने ज्यान गुमाउनेको सङ्ख्या पनि बढ्दै गएको छ। त्यहाँ गएको 24 घण्टामा मात्रै 52,249 जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या 15,84,000 नाघेको छ। 35,000को ज्यान गएको छ। हवस् त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।